हेलो हेलो दर्शन नमस्ते शुभ बिहानी शुभ प्रभात हेर्नुहोस् है हाम्रो पाँचतरको हाँगुमेहरूले हेर्नुहोस् है पाँचतर हाँगुमेहरूले चाहिँ हेर्नुहोस् अरूले त चिन्नुहुन्न होला टिल्केटारको अन्तरीको घर हो यो चाहिँ म चाहिँ यहाँ आएको थिएँ आज घुम्नलाई यसो घुम्न आएको थिएँ टिल्केटारको अन्तरी दिदीको घर है यो चाहिँ तपाईँहरू चिन्नुहुन्छ भने म चाहिँ माथि बाटोबाट गर्दैछु है भिडियो चाहिँ फेरि अघि घरमा गएर त भिडियो गरिरह तर अहिले बाटोबाट गर्दैछु यहाँ हेर्नुहोस् कस्तो राम्रा आलुबारीहरू आलु तोरीहरू बाली नालीहरू सबै छ उहाँकै हो यो चाहिँ मकैहरू चाहिँ यहाँ घुम्न आएको थियो तर मैले अघि चाहिँ भिडियो गरिरह अहिले चाहिँ यहाँ बाटोमा निस्केर चाहिँ गर्दैछु यहाँ आएर चाहिँ गर्नु मन लाग्यो बगरमा पनि हेर्नुहोस् मेहनत र परिश्रम गरेलाई परिश्रम गऱ्यो भने चाहिँ फल पाउँछ यहाँ चाहिँ अस्ति हामी आउँदा चाहिँ केही पनि थिएन अहिले चाहिँ नयाँ नयाँ घरहरू बनेर आमामा मकै हेर्नुहोस् काली दह छ यहाँ मकैहरू काली दह भएको छ यहाँ हेर्नुहोस् तोरीमा देखाइदिन्छु बोडी पहाडको बोडी यहाँ बोडी खतरा फलिरहेको छ यहाँ अनि अर्को चाहिँ यहाँ हेर्दै जाँदैछु म यहाँ तोरी छ तोरी कस्तो खतरा फलिरहेको छ मकै तोरी यहाँ दाउरा हेर्नुहोस् यहाँ कत्रो राख्नु तर्से पनि हो कुकुर देखेर यहाँ कुकुरले मेरो साथै लगिदियो कुकुर रहेछ छिमेकी दिदीहरूको मेरो छिमेकी होइन मकै हेर्नुहोस् यहाँ कस्तो खतरा छ मकै अरे यो त ढुङ्गै घारी हो यो चाहिँ बगर हो खासमा बगरमा चाहिँ खतरा फल्दो रहेछ हौ तोरीहरू खतरा फलिरहेको छ यहाँ धेरै अब देखाइदिन्छु म तोरी अब यतापट्टि छ फापर र तोरी छ यहाँ तोरी हेर्नुहोस् कस्तो खतरा फलेको छ झ्यापी बगरमा चाहिँ यस्तो खतरा फल्छ यहाँ हेर्दा चाहिँ बगर हो तर 3 बाली हुन्छ यहाँ चाहिँ 3 बाली हुन्छ अब फेरि मकै हुन्छ अस्ति धान भयो अब तोरी भयो तोरी बोडी अब यो उखालिसकेर फेरि मकै छर्छ मकै यहाँ फापर पनि छ फापर अब चाहिँ यो उखालिसकेर फेरि मकै हाल्नुहुन्छ त्यो मकै पनि खतरा फल्छ हेर्दा चाहिँ यो बाली त बगर हो ढुङ्गे बगर माया हल्लाइ नगर भन्ने तर यहाँ चाहिँ मेहनत र परिश्रम गऱ्यो भने फल चाहिँ एकदमै राम्रो पाउँछ फापरहरू सबै पहाडको तिर्साराहरू चाहिँ भेटाइदिन्छ यहाँ चाहिँ सबै तोरीहरू मजाले फलेको छ यहाँ फापर फलेको छ कस्तो खतरा यो जौ घाँस हानेको छ यसमा चाहिँ हात्ती साह्रै आउँछ हात्तीले चाहिँ खेद्दै गर्दो रहेछ जौ घाँसलाई चाहिँ यहाँ तोरीहरू बगर भनेर के गर्नु मजाले फलिरहेको छ अनि हाम्रो अन्तरी दिदीको गोठ चाहिँ तल छ त्यहाँ रहेछ अन्तरी दिदीको गोठ चाहिँ त्यहाँ छ मेन चाहिँ यो भिडियो चाहिँ हाँगुमेहरूले चाहिँ चिन्नुहुन्छ त्यही भएर हाँगुमेहरूलाई चाहिँ यहाँ अन्तरी दिदीहरूको गोठ छ सबिनहरूको अलिक यहाँ पर मनोजहरूको छ म चाहिँ यहाँ घुम्न आएको छु अनि यता अब हात्ती चाहिँ अब दाजुहरूको खेत छ